तपाईँले कहिले फिल गर्नुभएको छ हामीले गरेको राम्रो काम कुनै न कुनै रूपमा फर्केर आउँछ भनेर? म आज तपाईँहरूसँग एउटा कथा सेयर गर्छु जसले मलाई यो सोच्न बाध्य बनाएको छ। त्यो बेला म फतेपुरमा काम गर्थेँ। एक दिन सिराहाबाट फतेपुर फर्किने क्रममा म बस खोज्दै थिएँ, तर सिराहाबाट कञ्चनपुरसम्म जाने डाइरेक्ट बस पाइएन। त्यसपछि म लाहानसम्म आएँ र त्यहाँ बसेर बस कुर्न थालेँ। बस स्टपमा एउटा दिदीसँग भेट भयो। उहाँ निकै दुब्ली पातली हुनुहुन्थ्यो, 3 बच्चाकी आमा। बिस्तारै कुरा हुन थाल्यो, कहाँ जाने भन्ने सामान्य कुराबाट सुरु भएको संवादमा थाहा भयो उहाँलाई पनि कञ्चनपुर नै जानुपर्ने रहेछ। बस कुरिरहँदा धेरै ढिला भइसकेको थियो। अन्ततः एउटा बस आयो अनि हामी दुवै त्यही बस चढेर कञ्चनपुर पुग्यौँ। तर त्यहाँ पुग्दा रात धेरै परिसकेको थियो। म फतेपुर जाने अटो खोज्न थालेँ, तर त्यो समयमा केही पनि पाइएन। वरिपरिको वातावरण पनि राति एक्लै हिँड्न मिल्ने खालको थिएन। त्यति बेला ती दिदीले भन्नुभयो, आज मेरो घरमा बस्नुहोस्, बिहानै जानुहोला। म दोधारमा परेँ। अपरिचित मानिस, पहिलो भेट, मनमा डर पनि थियो, तर परिस्थिति यस्तो थियो कि अर्को उपाय पनि थिएन। अन्ततः डराउँदै म उहाँको घर गएँ। उहाँको घरमा उहाँ एक्लै हुनुहुँदो रहेछ, 3 साना बच्चा अनि श्रीमान विदेशमा। त्यो रात उहाँले दाल भात र आलुको भुजिया पकाएर माया गरेर खान दिनुभयो। बिहान उठेपछि फेरि चिया बिस्कुट खुवाएर बिदा गर्नुभयो। त्यति मात्र होइन कि जब हामी त्यहाँबाट निस्किन लागेथ्यौँ, उहाँको बारीमा तरकारी फलेको रहेछ, हरियो खुर्सानी, बोडी। उहाँले त्यो पनि टिपेर मलाई लिएर जाऊ भनेर हालिदिनु भयो। म साँच्चै छक्क परेँ। आजको समयमा आफ्नै मान्छेले साथ नदिने बेला एउटा पूर्ण अपरिचित दिदीले मलाई आफ्नै परिवार जस्तै व्यवहार गर्नुभयो। पछि सम्झिँदा लाग्छ सायद त्यो मेरो राम्रो कर्मको फल थियो, नत्र उहाँसँग मेरो के नाता थियो र? आज पनि उहाँसँग कहिलेकाहीँ कुरा हुन्छ। जीवनमा कहिलेकाहीँ अपरिचित मानिसहरू नै भगवान बनेर आउँदा रहेछन्। धन्यवाद।